प्युठानको भिङ्ग्रीमा यसरी घर सरिरहेको छ। यो कति 3 फ्लाइटको घर देख्न सक्नुहुन्छ तपाईले। यहाँ तल यो वाल उठाएर सारिरहेको छ। यो चाहिँ अचम्मकै दृश्य हो, घर यसरी सर्ने भनेको। पहिले यो ठाउँमा घर थियो, अहिले तपाईको यो घर अब यति सर्न बाँकी रहेछ यो घर। यहाँ चाहिँ तल पाङ्ग्रा लाएर यसरी सरेको छ। हाम्रो मित्र सरले पनि बडा गम्भीरतापूर्वक सारिराख्नु भएको छ, हेरिराख्नु भएको छ, खिचिराख्नु भएको छ बडो खतरासँग। सुजनजीले पनि यति बेला भिडियो बनाइरहनु भएको छ, उहाँ पनि रिपोर्टिङ वरिष्ठजीले उहाँ खिचिराख्नु भएको छ। त्यहाँदेखि यसरी यो चाहिँ सर्यो। यो दृश्य अचम्मको भएन त दर्शक महानुभावहरू? यसरी वाल गरेछ हो, पारी पनि देखिन्छ पुरै सबै यो तल उचालेर टेको लाएर।